आज चाहिँ हामी घरमै नेपाली स्टाइलको पास्ता बनाऊ है त। नमस्कार साथीहरू, हजुरहरूलाई आफ्नो किचनमा स्वागत छ। अब हामी पास्ताको लागि चाहिने भेजिटेबल अनि मसला रेडी गर्छौँ। प्याज, गोलभेडा, बन्दा अनि यसरी मसला, नुन अनि यो भेजिटेबललाई यसरी मजाले काटेर मैले यहाँ चाहिँ फ्रोजन भेजिटेबल नि लिएको छु अनि क्याप्सिकम पनि लिएको छु। ग्यास अन गरेर एउटा भाँडामा पानी बसालौँ। पानीमा थोरै तेल पनि राख्न नभुल्नु होला, जसले चाहिँ पास्ता टाँसिँदैन। अब पानी भकभक उम्लिसकेपछि चाहिँ पास्ता राखौँ र यसलाई चलाउँदै 9देखि 11 मिनटसम्म पकाउँदाखेरि पास्ता यसरी पाक्छ। पाकिसकेपछि पास्तालाई पानीबाट बाहिर निकालौँ। सस बनाउनको लागि थोरै तेल राखेर यसमा अब हामी प्याज राखेर बुट्छौँ। प्याज चाहिँ अलि ब्राउन हुन लागेपछि यसमा गोलभेडालाई पनि एड गरेर चलाउँछौँ। अब गोलभेडा प्याज राम्ररी मिक्स भइसकेको छ। अब यसमा हामी यो नुन अनि यो अदुवा लसुनको पेस्ट अनि जिरा धनियाँको पाउडर अनि पिरोको लागि खोर्सानी एड गरेर एकदम राम्रोसँग चलाउँछौँ, मिक्स गर्दै जान्छौँ र अब यो एकदम मगमग बास्ना हुन थालिसकेको छ। बन्दा मिक्स भेजिटेबल पनि राखेर मजाले पकाउने अनि त्यसपछि पास्तालाई राखेर अब एकछिनसम्म 4-5 मिनटसम्म पकाउने। अब यसरी अब मिक्स गर्दै जाँदाखेरि राम्रो देख्दै आएको छ, बास्ना पनि एकदम मिठो आइरहेको छ। लास्टमा सोया सस र क्याप्सिकम हालेर 2-3 मिनट चलाइसकेपछि चाहिँ हाम्रो यो घरमै बनेको नेपाली स्टाइलको मिठो पास्ता रेडी भयो। हजुरहरूलाई भिडियो मन परेमा प्लिज लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नु होला। अर्को भिडियोमा फेरि भेटौँला।